अभिनेता पल शाह र अनमोल केसी कतारको एउटै दृश्यमा देखिसकेपछि यति बेला धेरैको मनमा अनेकौं प्रश्न उठ्न थालेको छ भने नेपालको सामाजिक सञ्जालको भित्ताहरू रङ्गिन थालेका छन्। कुनै समय खट्टी दुश्मन मानेका अभिनेता पल शाह र अर्का चक्लेटी नायक अनि नेपाली दर्शकले दिएका मेगा स्टार भनेर चिनेका अर्का अनमोल केसी पनि एकै ठाउँ देखिएका छन्। देखेका मात्र होइन, साँच्चैकै एउटै आमाले जन्माएका बाबु छोरा झैं उनीहरू फोटो खिचिरहेका दृश्यले भने सबैलाई अचम्भित बनाएको छ। सामाजिक सञ्जालमा यति बेला अनमोल केसी र अर्का नायक पल शाहको एकै ठाउँको तस्बिरले भने सबैलाई झस्काएको छ। त्यति मात्र होइन, नेपालको धेरै सामाजिक सञ्जालको चर्चा र यति बेला बेत्ताहरू तातिन थालिरहेका छन्। त्यो सँगसँगै मिलेन तेरो लेभल ए बाउ बोला ए भने झैं यति बेला देख्न सकिन्छ अनमोल केसीका बाबु छोरा कतारका एउटा नदीमा रोमान्टिक दृश्य कैद गरिरहेका छन्। अर्थात् सँगै उनीहरू डुङ्गा तरिरहेको दृश्यले पनि सबैलाई अचम्भित बनाएका छन्। नमस्कार दर्शकबिन, यहाँ सम्पूर्णलाई स्वागत छ आरसीबी खबरमा। नेपाली सिने जगतमा यति बेला अचम्भित बन्ने गरी पल शाह र अनमोल केसी कतारको दृश्य सँगसँगै यति बेला उनीहरूको बाबु छोरा र पल शाह र अनमोलको लोकप्रियताले यति बेला सबैको मन झस्काएको छ। उनीहरू कतारमा एक कार्यक्रमको लागि सामेल हुन पुगेका थिए भने सँगै यी जोडीले तस्बिर समेत खिचाएका छन्, जुन तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। कार्यक्रम विरोध भइरहेको बेला उनीहरूले त्यतै बेला तीबाट खिचेका तस्बिर र भिडियोले यति बेला नेपालको सामाजिक सञ्जालको भित्ताहरू रङ्गाइएको छ। कुनै समयका अति नै दुश्मन मानिने यी जोडी भनेर जसरी सामाजिक सञ्जालमा चर्चा र परिचर्चा र व्याख्या हुने गरेको थियो, तर यति बेला ठिक उल्टो गरी तिनै पुरै शब्दलाई अहिले चुपचाप लाग्ने गरी उनीहरूको यो तस्बिरले अर्को झड्का हानेको छ। दुवैजना नेपाली सिनेमा क्षेत्रका निकै उत्कृष्ट मानिएका कलाकार हुन् भने दुवैको आफ्नो सामाजिक सञ्जालमा ठूलो फ्यान फलो समेत रहेको छ। तसर्थ यी जोडीलाई सँगै देख्न पाउने ठूलो आश रहिरहेको बेला सिनेमामा देख्न नपाए पनि तस्बिर र भिडियोमा भने सँगै देखेका छन्। उनीहरू एउटै कार्यक्रममा सामेल हुन कतार पुगेका थिए भने कार्यक्रम सकिसकेपछि नेपाल फर्किने भएको छ। उसो त दुवैजनाको चलचित्र बजारमा आउने तयारीमा रहेको छ भने अनमोल केसीले काम गरेका चलचित्र यति बेला हललमा आउने तयारी छन् भने पल शाहको श्रावणबाट तयारीमा रहेको छ। मोहरमा उनी यति बेला निश्चय व्यस्त रहेका छन्। बजारमा धेरै कम चलचित्र यी कलाकारहरूको आउने गर्दछ। तसर्थ नेपाली सिने क्षेत्रमा भने निकै ठूलो आफ्नो फ्यान फलोस र कपट बनाउन सफल कलाकारको रूपमा चिनिएका दुवै कलाकार कतारमा एकसाथ देखेपछि धेरै अचम्भित बनेका छन्। यता पल शाह र अनमोल केसी एकै ठाउँमा देखेको दृश्यले भने सबैलाई अचम्भित मात्र बनाएको छैन, कलाकारी क्षेत्रमा आएका अनेकौं प्रश्नको जवाब सम्भवतः यही तस्बिरले दिएको हुन सक्छ। नेपाली दर्शकको मनमा दुवैजना कलाकारहरू उत्तिकै उत्कृष्ट हुन्। दुवैजनाको आफ्नो फ्यान फलोस, दुवैजनाको क्रेज सँगसँगै सोसल मिडियामा सक्रिय अनि समाजसेवामा सक्रिय रहेका यी जोडी अब सँगै पर्दामा देख्ने पनि दर्शकको ठूलो आकांक्षा छ। तर अहिले भने तस्बिरले निकै लोकप्रियता पाइरहेका छन्। हिजोको दिनमा पल शाह र अनमोल केसी दुश्मनी हुन् भन्ने सम्पूर्ण ती समाचारहरूप्रति यति बेला कटाक्ष प्रहार सम्भवतः यही तस्बिरले गरेको छ। अभिनेता पल शाह र अर्का अभिनेता अनमोल केसीलाई सँगै देख्ने तपाईको चाहना सम्भवतः आज पूरा हुन भएको हुन सक्छ। कतारबाट सार्वजनिक भएको तस्बिर र भिडियोले यति बेला नेपाली दर्शकको मन उमङ्ग मात्र बनाएको छैन, नेपाली सिने क्षेत्रकै एक खुड्किला फेरि चयन गराएको छ।